गयो त्यसको नेपाली गयो है। यिनीहरू त दाँत हेर्ने नि यसको। हेलो गाइस, वेलकम बैक टू अनदर ब्लॉग। सो आज भ्लगमा हेर्न सक्नुहुन्छ कति पानी परिरहेको छ यार आज है। गोरे मजाले पानी परिरहेको छ यार। सो मुख के लागेको गाइस है कमेन्ट गर्नु होला। मैले त हेरिनँ क्यामेरामा है, उल्टो क्यामेरा छ त्यही भएर के लागेको छ हौ कमेन्ट गर्नु त। सो आज पुरै पानी परिरहेको छ है। अरे यार यो पानीको कमी थियो क्या गाई हाम्रो गाउँमा। 3-4 दिनदेखि गर्मी गरिन्छ। आज बल्ल पानी परेर फेरि बादल पनि अलिक थोरै थोरै छ, धेरै पनि धेरै छैन। पुरै गाउँभरि पानी परेको छ आज होइन। यो तिमीलाई नआइरहेको नाङ्गे ओ नाङ्गे गाई कति पानी परिरहेको छ यार। माथि त बादल अलि छ होइन, धेरै पनि छैन, थोरै छ। त्यो पनि पानी मजाले परेको छ, पानी पनि लागिसक्यो है। थोरै थोरै पानी पनि लाग्यो। यो गाई यो सबै फर्सीको यो हो बोट हो, पुरै बारीभरि फैलिएको छ र फर्सी खाओस् नै खाओस् तर फर्सीको मुन्टा चाहिँ खाएकै हुन्छ। दिदी के गर्दै हुन्छ हौ त? हेर्नु न, जब आँप धेरै हुन्छ तब खान मनै हुँदैन, अनि थोरै थोरैमा आँप कति खाऊ कति खाऊ हुन्छ क्या दिदीलाई। हेर्नु नि कति खान्छ, कहिले नखाएको जस्तो खाइरहेको आँप खाइरहेछ। मकैको भुटेको राखेको सबै पनि खान्छ है। त्यो गाई पानी बल्ल त खिच्न लाग्छ है। अझै परेको राम्रो हुन्छ तर थोरै थोरै पऱ्यो, काम चल्यो होइन। गर्मी कम भयो, अब गर्मी कम भयो अब कहाँ जाने होला। अब भनेको थियो नआउँछु पनि, अब नआउनु होला सायद है। यहाँ मेरो घरको पछाडि यो छ है, पारी छ, यो आँपको बोटहरू छ, बाँसहरू छ, धेरै छ क्या धानको पात। सो गाइस पानी छुटिसकेछ है। सो फेरि पानी आउनेवाला जस्तो छ है। यतापट्टि बादल छैन होइन, अनि यतापट्टि बादल आइरहेको छ क्या, यता कालो कालो बादल आइरहेको छ। योमा तपाईँहरूलाई उज्यालो देखिरहेको होला तर मैले देखे अनुसार कालो कालो छ है। जुन बादलले पानी झारेको थियो अहिले त्यही बादलहरू आइरहेछ। अनि यो टिन्कुली मुसुक्क किन हाँसे कि, पहिले त म पनि खान्छु मकै। हे दाँत देखाली हे नगर्ने, खोइ सिरक अघि ल्याएको थियो खोइ घर लग्यो किन अहिले भिग्ने थियो र? पानी पर्दै थियो। पानी मधेसी नेपाली बोल्छ यो। पानी पर्दै थियो अरे, पानी पर्दै थियो सर नेपाली बोल्छ। बसाइको कारणले हो क्या। ए पानी फेरि पर्न थाल्यो। के रे के भन्नु हुँदैछ बहिनीले? के खान्छ भन्नु त, भन्नु न। भने तुराइसक्यो के मकै तुराइसक्यो, राति के खानुहुन्छ? राति के खानुहुन्छ? दुध रोटी खानुहुन्छ। दुध रोटी? अनि दुध त रातिसम्म त जान्छ त, फ्रिजमा राखेर। फ्रिजमा राखेर? यो कुन नेपाली हो तपाईँ? फ्रिजमा राखेर अनि जम्दैन, नत्र दही बनिहाल्छ। गर्मी छैन भने कसरी दही बन्छ हौ फेरि? गर्मीले दही बन्छ नि। त गर्मी छैन, आज पानी परेको छ, हेर्नु त कति पानी गयो त्यसको नेपाली गयो है। नेपाली बोल्दै बोल्दै बनाउँछ, बोल्दै बोल्दै मैथिली बोल्न थाल्छ। के हो यो नेपाली हो? मल्टी ल्याङ्ग्वेज बोल्छ यो दिदी तुबु मेरो। तँलाई बोल्न आउँछ है? बोल्न खाली भात खानु आउँछ। हेर्नु गाइस, यिनीहरू त दाँत हेर्ने नि यसको कालो कालो भएको छ। दाँत सफा गर्दैन त।
सो गाइज मम्मीको अर्डर आयो है मासु ल्याउनलाई आज हटिया हो सो आज हटियातिर जाने हो अनि आज 1 केजी मासु ल्याउने हो सो हेर्नु यति पानी परिरहेछ यो दिदीको यो हेर्नु न यो चर्को फर्को के गरिराख्नु कहाँ हिँड्नु भएको हो अहिले ए चिसो हाल्नलाई चाहिँ जानु भएको छ सो गाइज आज भोलि गर्मी छ यति है गर्मी भएर पुरै सबै खराब हुन्छ क्या खाना त्यो पनि हेर्नु न यो चद्रामा राख्छ है चद्रावाला घर छ यो खपडावाला घर छ अनि गर्मी कसरी हुने एक रति पानी पर्छ होइन अलिअलि पानी पर्छ अनि फेरि गर्मी हुन थाल्छ फेरि आयो है बादल त त्यो हेर्नु बादल हेरिराख्नु भएको छ कति दामी छ है दामी त छ तर पानी त पर्नेवाला छ है यो चक्कु लिएर के गरेको हात काट्छ डर लाग्दैन तँलाई हेर्नु न दाँत हेर्नु न जहिलेसम्म यसको दाँतै हेरेर छक्क पर्छ क्या अनुहार चाहिँ गोरी गोरी दाँत चाहिँ काली काली फेरि के गरेको चक्कु ऊ के गरिराख्नु के हराउनु भयो हो दिदी सो गाइज अहिले खेततिर जानु पर्ने भयो मलाई है सो म लगेको सो गाइज आजको ब्लगमा यतिकै नै है सो म अब भेटौँला नेक्स्ट ब्लगमा सो गाइज